ल साथीहरू नमस्ते। अहिले हामी ठ्याक्कै तेह्रथुमको म्याङ्लुङ बजार छेउमा छौँ। यहाँ हामीले हाम्रो ऐतिहासिक ताप्पेसु पेरुवाङ यक्थेगु जाने बाटो छेउमा चाहिँ हामीले चाहिँ एउटा गेट निर्माण गरिरहेका छौँ। यो चाहिँ हाम्रो पुराना हाम्रा बाउबाजेहरूले बनाइदिएका संरचनाहरूलाई संरक्षण गर्दै सकिन्छ भने यसरी नै नयाँ संरचनाहरू थप्दै जाने भन्ने हाम्रो चाहिँ एउटा मूल नाराका साथ हामी छौँ। र अहिले हामी ठ्याक्कै यो हाम्रो म्याङ्लुङ बजारदेखि 1 किलोमिटर वर छौँ हामी। र हाम्रो टुक्रे लुङनाम्फुङ पाटी गाउँबाट 3 किलोमिटर यता छौँ हामी। यहाँ चाहिँ हाम्रो नयाँ एउटा ताप्पेसु पेरुवाङ यक्थेगु जाने बाटो छेउमा चाहिँ हामीले चाहिँ यहाँ बाटैमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ ऐतिहासिक गेट निर्माण गरिरहेछौँ। यहाँ कलर गर्दै हुनुहुन्छ हाम्रो देवमान राई। यहाँ हाम्रो यहाँ हुनुहुन्छ योग विक्रम हेर्दै हुनुहुन्छ उहाँले। यस्तो छ यो हाम्रो चाहिँ जति पनि हाम्रो बाबुबाजेहरूले बनाइदिएका पुराना संरचनाहरूलाई ऐतिहासिक संरचनाहरूलाई संरक्षण गर्दै र नयाँ चाहिँ संरचनाहरू थप्दै जाने भन्ने हो हाम्रो। यसै अनुरूप हामीले यहाँ एउटा ताप्पेसु पेरुवाङ यक्थेगु जाने बाटोमा एउटा प्रवेशद्वार निर्माण गरिरहेका छौँ साथीहरू। यस्तो छ यो ठ्याक्कै म्याङ्लुङ बजारदेखि 1 किलोमिटर वर र हाम्रो लुङनाम्फुङ पाटी गाउँबाट ठ्याक्कै 2.5 किलोमिटर बिचमा छ। यस्तो छ ल, यही ठाउँमा छ मित्रहरू। यो कमसेकम हामी अब 3 दिनभित्रमा यसलाई क्लियर गर्नेछौँ। यहाँ अब त्यो चुच्चोमा सिलामसागमा एउटा ठुलो रहनेछ, साइडमा सानो सानो सिलामसागमा रहनेछ र यसमा चाहिँ उचित शब्दहरू चयन गरेर चाहिँ लेखिनेछ। ल मित्रहरू यस्तो छ ल।